यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं समगा ध्यानावस्थितद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपो शुक्लाम्बर मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्ता बलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायमिततेजसे यस्य प्रसादवक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। यहाँहरू सम्पूर्णलाई स्वस्थानीको परमेश्वरीको दिव्य महात्म्य कथा श्रवण गराउने क्रममा आज अष्टम अध्याय यानी कि 8औं अध्यायको कथा वर्णन गर्न जाँदैछु। भगवान भोले बाबाका साथमा जो घटना घटे, सतीदेवीले जो आफ्नो देहलाई त्याग्नुभयो, यिनै कथा प्रसङ्गहरू अष्टम अध्यायमा चाहिँ यहाँ वर्णन गर्दै जाने क्रममा आज 8औं अध्यायको कथा म हजुरलाई श्रवण गराउँदैछु। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, विष्णु भागेपछि बाँकी रहेका देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग सबै हाहाकार गरी 10 दिशामा भागे। एउटाले अर्कोसित भन्न थाले, अब दक्ष प्रजापतिको प्राण रहँदैन, किनभने भगवान विष्णुको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्र लिएर विष्णु उभिँदा महादेव समेत टिक्न सक्नुहुन्न थियो, त्यस्ता चक्रधारी समेत भागे भने हाम्रो पराक्रम के काम लाग्छ। यस्तो कुरा गर्दै सबै आफ्ना घरतिर लागे। सबै विपक्षी कुले लामा भएको देखेर काल जस्ता महावीर वीरभद्र रिसले ओठ टोक्दै ढाँगले सास फेरे चाहिँ सास फेर्दै वर्षा कालको मेघ गर्दै चाहिँ गर्जँदै दक्ष माथि जाइ लागे। दक्ष प्रजापतिको टुप्पी समय भुइँमा पछारेर बोध गराएर, हे पापिष्ट, तैँले महादेवलाई धेरै निन्दा गरिस्, आफ्नी छोरी मारिस्, त जस्तो पापी र अरू यस संसारमा कोही पनि छैन। महादेव भोला हो, त्यसलाई नडाके मलाई के होला भने त्यस यस बखतमा तेरा ज्वाइँ कहाँ गए। अब आफ्ना हितैषीहरूलाई डाके आफ्नो प्राण बचा। तेरो यज्ञ शङ्कर नभई कसले पूर्ण गर्दो रहेछ, हेरौँ त अब तँलाई पनि यस यज्ञमा होम गर्नको लागि हामी सबै सन्तोषका साथमा रहौँला होला भनेर बुझाएर दक्ष प्रजापतिको शिर काटेर यज्ञमा होमिदिए। यसरी दुष्ट संहारको देखेर महाकाली नन्दी भृङ्गे चतुष्ठी योगिनी भूत प्रेत पिशाचहरूले एकै स्वर गरेर धन्य धन्य वीरभद्र शिव निन्दक दक्षको नाश गर्यो। हे वीर, तिमी समान बलियो त्रिभुवनमा हुन दुर्लभ छ भन्दै नाच्न गाउन थाले। हे ऋषि वीरणीको आफ्नो स्वामी दक्ष प्रजापतिको वध भएको देखेर धैर्यलाई थाम्न नसकी आँधीले केराको थाम ढलाए झै भुइँमा ढली मूर्छा परिने एकैछिनमा चेष्टा भएर आँखाबाट अविरल धारा आँसु बगाउँदै भन्न थालिन्, हे स्वामी, मलाई अनाथ तुल्याई तिमी कता गयो। जगदीश्वर महादेवको निन्दा गरी यज्ञमा नदक्ता तिम्रो प्राण गयो। मेरो यो अवस्था भयो। यस्तै अनेक तरका शोक र विलाप गर्दै शिरोमणि वीरभद्रसित बिन्ती गरेन, हे ईश्वर, दक्ष प्रजापति अज्ञानी अहङ्कारी पुण्य हुन्, तिनलाई ज्ञानको चेष्टासम्म छैन। त्यस्ता मूर्खलाई नाश गर। तपाईँको के नाम चल्ला, मलाई विधवा नतुल्याई मूर्ख दक्षलाई बचाई मेरो उद्धार गर्नुहोस् भनेर वीरभद्र आफैले सृष्टि गरेर आफैले संहार गर्नु योग्य होइन। तिमी कस्ता भने सृष्टि स्थिति संहारकर्ता महारुद्र पनि तिमी, ब्रह्मा विष्णु शङ्कर पनि हजुर, आदि अनादि सब तिमी नै हो। हे भक्तका प्यारा वीर, मेरो मुख हेरेर पतिको र अपराध मूर्ख जानी क्षमा गरी पतिदान देऊ। वीरणीको यस्तो विलाप सुनेर इन्द्रादि देवताहरूले आकाशबाट फूल वर्षा। हे वीरभद्र, दक्ष प्रजापतिलाई बिउताई वीरणीलाई सन्तोष दिन होस् भनेर आकाशवाणी भयो। वीरणीले शोक गरेको देखेर देवताहरूले भनेको सुनेर वीरभद्रलाई साह्रै दया लाग्यो र वीरणीको मुख हेरी भन्न लागे, हे वीरणी, तेरो स्तुतिले प्रसन्न भए, तँलाई स्वामी वर दिन्छु। तर तेरो स्वामी दक्ष प्रजापतिको शिर मैले यज्ञमा होमिसकेको हुनाले अब यज्ञमा बलि दिएको बोकाको शिर जोरी बिताइदिन्छु भनी त्यसलाई पशु जस्तै भएर पशुको जस्तो व्यवहार गरेको हुनाले जगदीश्वर महादेवको निन्दा गरेको छ। यस्तो वीरभद्रको वचन सुनेर वीरणीले हवस् भनी अञ्जली बाँधी उभिरहन् र वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई बिउताइदिए। दक्ष प्रजापति बिउतेपछि वीरणीले छागमुख यानी कि बोकाको टाउको भएको पतिको साथै वीरभद्र महाकालीलाई दण्डवत गरेर आफ्ना घर गइन्। वीरभद्र महाकाली र पनि
कोटि कोटि देवता यक्ष किन्नर दानव नाग समेत दक्ष प्रजापतिको सेना नाश गरेर यज्ञ विध्वंस गरी भूत प्रेत पिशाच नन्दी भृङ्गी प्रथम गण आदि सबै गण त्यहाँबाट अन्तर्ध्यान भएर कैलाश पर्वतमा पुगे महादेवलाई साष्टाङ्ग दण्डवत गरेर हे जगदीश्वर तिम्रो आज्ञाले पापिष्ट दक्ष प्रजापति र देवता यक्ष गन्धर्व आदिको कोटि कोटि सेना मारी यज्ञ विध्वंस गरेर दक्षको शिर छुट्याएर यज्ञमा होमिसकेको पछि उसकी स्त्री वीरणीले साह्रै करुणा दर्शाएर विलाप गर्न लागि र मलाई दया आयो अनि यज्ञमा बलि दिएको भोकाको टाउको पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिको जीवन दान दिएर आएँ भने बिन्ती गरे। तब महादेव खुसी भएर भन्नुभयो हे वीरभद्र महाकाली तिमीहरू धन्य रहेछौ, म सन्तोष भएँ भनेर तिनीहरूलाई आफ्नो शरीरमा लीन गराएर अगस्त्य मुनि त्यहाँ उपरान्त महादेवले आफ्नी प्यारी सतीदेवीलाई सम्झी दक्ष प्रजापतिको यज्ञशालामा प्रवेश गरेर यज्ञकुण्डमा निष्प्राण सुतिरहेकी सतीदेवीलाई त्यहाँबाट झिकेर आफ्नो काखमा सुताएर तिनै आँखाबाट आँसु खसाली हे सतीदेवी कैलाश शून्य तुल्याई मलाई एक्लै यस्ता अवस्थामा पर कता गयो भनी धैर्य छोडे भैमा ढली मूर्छा भए केही बेरमा चेष्टा भएर प्यारी अब मैले बाँच्नु व्यर्थ छ, मलाई एकछिन पनि नछाडे मेरो अगाडि बसी मैले भनेका कथाहरू सुनिरहन्थ्यो, अब म कसलाई सुनाउला भनेर मैले भनेको नमान्दा तिम्रो यस्तो अवस्था भयो, अब म कसलाई के भनौँ भनेर मुड्कीले छाती ठोक्दै आँखाबाट भरिन्द्र धारा आँसु बगाउँदै फेरि भन्नुहुन्छ विष भाङ धतुरो मेरो स्वामीले खाने वस्तु हो भनेर हितभावले रक्षा गरेर राख्दथ्यो, अब ती कसैले रक्षा गरिदेला। फेरि बाहिर गएर आउँदा हातमा कमण्डलो लिएर मेरो पाउ धुन चाँडै आउँथ्यो, अब को धोइदेला हे प्यारी सतीदेवी तिमी नभई मेरो चित्त कसरी दृढ भएर रहला भन्दै कहिले काखमा लिने, कहिले अङ्कमा लगार्ने, कहिले छातीमा टाँस्ने, कहिले सतीदेवीको हात आफ्ना छातीमा राख्ने, कहिले मोही खाने, कहिले रुने, यस्तै अनेक तरहका शोक र विलाप गर्दै सतीदेवीको मृत शरीर पीठमा बोकी बहुला जस्तो भएर पृथ्वीमा भ्रमण गर्न थाले। महादेवले पीठमा बोकेको हुँदा सतीदेवीको अङ्ग गलित र दुर्गन्ध समेत भएर निधाए जस्तो भएर शिवका पीठमा रहिरहन् रहे। अगस्त्य मुनि वास्तवमा दक्ष प्रजापतिले शिवलाई यज्ञमा नडाकेको मुख्य कारण के थियो भने अघि प्रयागराजमा एकत्र भएर मुनिहरूले ठुलो यज्ञ गरे जसमा ब्रह्माजी पनि विराजमान थिए। त्यहाँ ठुला ठुला ऋषि मुनिहरू ज्ञान कुण्डका विषयमा बहस गरिरहेका थिए। त्यस बेला आफ्ना सारा गणहरूलाई साथमा लिएर शिवजी पनि सतीका साथ उस सभामा पुगे। सबैले भक्तिपूर्वक प्रणाम गरेर उनीको स्तुति गरे। त्यसबाट बाद प्रजापतिका स्वामी दक्ष पनि त्यहीँ पुगेर केवल ब्रह्माजीलाई प्रणाम गरेर ब्रह्माको आज्ञाले सुयोग्य आसनमा बस। तब सबैले तेजस्वी दक्षको पूजा गरे। तर परम स्वतन्त्र लीला विहारी महेश्वर चाहिँ आफ्ना आसनमै बसिरहे। उनले दक्षलाई प्रणामसम्म गरेनन्। त्यस्तो देखेर दक्ष अत्यन्तै क्रोध भएर सभाका मध्यभागमा सबलाई सुनाउँदै शिवलाई धेरै कुवाच्य कह्यो र करायो के पाखण्डी दुर्जन पापी पागल ब्राह्मण निन्दक श्री लम्पट तामसी नस्य भाजा महेश स्त्रीमै रसक्त रहन्छ सम्बन्धले यो मेरो छोरी ज्वाइँ हुनाले मेरो छोरो तुल्य भएर पनि यसले मलाई प्रणामसम्म गरेन। यसकारण म यसलाई श्राप दिन्छु। हे ब्राह्मण हो देवता हो तिमीहरू सब सुन, म यसलाई बहिष्कार गर्दछु। आजदेखि यसले देवताका साथ भाग पाउने छैन। यस्तो सुनेर नन्दीश्वरका आँखा रात भएर उनले खुबै अपका। तब दक्षले नन्दीश्वरलाई पनि श्राप दिए, शिवका समस्त गणलाई पनि श्राप दिए। अनि पछि नन्दीश्वर पनि खुब रिसाएर उनले घमण्डी दक्षलाई भने हे दुष्ट बुद्धि भएको दक्ष, के तँलाई शिवतत्त्वलाई जान्दैनस् त? यो जो तैले भृगु आदि ऋषि मुनिहरूको बीचमा महाप्रभु शिवजीको उपहास गरिरहिस्, यो तेरो घमण्डले हो। अब म पनि शिवका प्रभावले तँलाई श्राप दिन्छु कि त सहित सारा ब्राह्मणले वेदको वास्तविक अर्थ नबुझेर केवल आशीर्वाद नै विश्वास गर्नु। जब क्रुद्ध नन्दीश्वरले यस प्रकारको श्राप दिए तब त्यहाँ हाहाकार मचियो। तब भगवान शङ्करले नन्दीश्वरलाई सम्झाउँदै भन्नुभयो बुद्धिमान तिमीले क्रोध गर्नु हुँदैन। म ब्राह्मण र वेदलाई श्राप दिन। तिमी वास्तवमा यस्तो सम्झ कि दक्षको श्रापले मलाई छुन सक्दैन। अब तिमी शान्त हौ। तब नन्दीश्वर शान्त भए। शिवजी आफ्ना सबै गणका साथमा लिएर आफ्नो धाममा गए। दक्ष पनि ब्राह्मणहरूलाई साथमा लिएर आफ्नो बाटो लागे। त्यहीँदेखि दक्ष प्रजापति शिव निन्दक कहलाउन लागेका हुन्। हे अगस्त्य मुनि, अब म तिमीलाई देवीका अङ्ग जहाँ जहाँ पतन भयो त्यहाँ त्यहाँ पीठ उत्पत्ति भएको कथा अघिल्लो अध्यायमा सुनाउँछु भनेर कथा वर्णन गर्नुभयो। स्कन्द पुराण केदार खण्ड महात्म्य कुमार अगस्त संवादको श्री स्वस्तानी परमेश्वरीय व्रत कथा महादेव पृथ्वी भ्रमण नामको 8औं अध्यायको कथा 8औं अध्यायको कथा हजुरलाई मैले श्रवण गराएँ। बाँकी रहेको कथा भोलि श्रवण गर्नेछौँ। राधे राधे। जय